आजको पोर्चुगलको गेम हेरेर म यति धेरै आफ्नो फ्रस्ट्रेसनहरू निकाल्न सक्छु कि यति फ्रस्ट्रेसनहरू निकाल्न सक्छु। पोर्चुगलको कोच साला टक्ला रोबर्टो मार्टिनेज, यसलाई कोच कसले बनायो र यसको भएको कोचको लाइसेन्स खोसेर राख। यो कोच हो यार, गल्ली गल्लीको कोचले यो त बेटर कोचिङ गर्छ कि। भिटिनिया, जो नेवेस, ब्रुनो फर्नान्डेज जस्तो मिडफिल्डर वेस्ट गरेर युज गर्नै सकेन। यो टक्ला रोबर्टो मार्टिनेज अरू कुनै टिममा जान जाँदैन होला मलाई लाग्छ, र गयो भने त्यो टिम पोर्चुगल भन्दा नि चुतिया टिम हुने छ कि, किनभने तिनीहरूले पोर्चुगललाई देखेछ रोबर्टो मार्टिनेजको अन्डरमा, बेल्जियमलाई पनि देखेछ रोबर्टो मार्टिनेजको अन्डरमा। यो टक्लाले सिङ्गल ह्यान्डली आफ्नो दममा पोर्चुगललाई राउन्ड अफ 16बाटै निकाल्यो कि राउन्ड अफ 32मै निक्लिन सक्थ्यो। हरेक गेम हरेक म्याच खुनको आँसु रोने गरी देखाएको छ कि, न कुनै एन्टरटेनिङ छ, मर्ते मराते जिताइरहेको छ। आज धन्नले स्पेनले हुन्छ नि आफ्नो 5th गियरमा आफ्नो टप गियरमा खेलेन, बुद्धि निकालिदिन्थ्यो यो पोर्चुगलको। तिमीलाई यो गेम हेर्दै लागेको थियो स्पेन आफ्नो टप नच गेम खेलिरहेको छ भनेर? अफकोर्स नट के, स्पेन यति स्लो मिड ब्लकमा खेलिरहेको थियो। कसमसे यो टिमले अट्याक गर्न लाग्यो भने बुद्धि नाप्छ के। लामिन यामाल फुल उसमा खेलेकै थिएन। चिड आउँछ एकदम यो टिम हेरेर। यो टिमको कोच यस्तो चुतिया छ झन्, त्यो कोचले खेलाएको टिम कस्तो होला यार। न ब्रुनोलाई युज गर्न सक्यो, न भिटिनियालाई युज गर्न सक्यो, न जो नेवेसलाई युज गर्न सक्यो, न डिफेन्सलाई युज गर्न सक्यो, न अट्याकलाई युज गर्न सक्यो, न सालेले के खेलाउँछ थाहा छ। यो टिमले अट्याकिङ फुटबल खेल्छ कि म्यान टु म्यान प्रेसिङ गरेर खेल्छ कि साला लो ब्लकमा खेल्छ कि मिड ब्लकमा खेल्छ केही थाहै छैन कि, बस खेल्छ। के खेल्छ केही थाहा छैन, न कुनै प्लान छ न कुनै ट्याक्टिक्स छ। पिचमा आएको छ, बस डिफेन्ड गरेको छ, कहिले म्यान टु म्यान प्रेस गरेको छ। प्रेस पनि होइन, तित्तर बित्तर प्रेस हो। प्रेस गर्छ, बल लुज गर्यो है, बल लुज गरेपछि फिक्स हो कि 100मा 90% काउन्टर अट्याक खानु फिक्स हो। तर त्यो काउन्टर अट्याक सर्ट्समा लिड हुन्छ। डियोगो कोस्टा किपर नभएको भए त भएको नसम्म हरेक गेममा बेजत गराएर खेल्ने टिम हो कि यो। आज पनि बेजत हुन्थ्यो। डियोगो कोस्टाले जुन डबल सेभ गर्यो, जुन 2-4वटा सेभ गर्यो है, पोर्चुगलको गेम हेरेर लाग्थ्यो यो टिम खेलिरहेको छ भनेर। इन्टेन्सिटी के देखिरहेको थियो। दे आर प्लेइङ विथ फकिङ स्पेन के, वर्ल्डको वान अफ द बेस्ट टिम। न कुनै इन्टेन्सिटी छ, न कुनै इन्टेन्ट छ, फिजिकली बुल्ली भएको छ। रोड्रीले बुल्ली गरे के, रोड्रीले जो नेवेस भिटिनियालाई पकेटमा राखेछ। लङ्गडा रोड्री इज फार बेटर देन जो नेवेस एन्ड भिटिनिया टुगेदर इन दिस वर्ल्ड कप के, बुझ्यौ। ब्रुनो फर्नान्डेज आज गेममा देख्यो यति हगेको छ, यति हगेको छ, सालेलाई एउटा पास पनि गर्न जानेको छैन कि, सालेले एउटा पास पनि राम्रो दिन सकेको थिएन। हरेक पास हरेक टच देखेर त्यसको डर लागिरहेको थियो, यसले अब फेरि काउन्टर गराउँछ, फेरि लामिनले या कसैले सर्ट्स दिन्छ भनेर। त्यस्तै पनि भइरहेको थियो पुरा गेममा। र लिएको सर्ट्सहरू दुवै टिम मतलब स्पेसली स्पेन आफ्नो फर्ममा खेलेन। पोर्चुगल त कहिले पो आफ्नो फर्ममा खेल्छ सालेहरू। मैले यो वर्ल्ड कपको 4-5वटा गेममा देखेँ, उज्बेकिस्तान बाहेक कुनै गेममा पनि यो पोर्चुगल राम्रो खेलेको देखेको छैन कि। मध्य मराती जितिरह या ड्र गरिरहेको छ। स्पेनले आफ्नो सर्ट्सहरू धोनीलाई ट्रिब्युट नगरेको भए आज धोब्बी खान्थे कि। 41 इयर्स ओल्ड रोनाल्डोमा डिपेन्डेन्सी के हो यो रोबर्टो मार्टिनेजको? ब्रो ही इज 41 इयर्स ओल्ड के। We cannot expect him to play for whole 90 minutes or 120 minutes. He is getting older. यो टिममा अरू पनि प्लेयर छ कि, गोन्कालो रामोस, गोन्कालो गुडेस जस्तो। यी खातेहरूलाई किन राखेको नखेलाउने भए?
रोनाल्डो 90 मिनट खेल्यो। 90 मिनटमा उसले के गरोस् कि जब न उसले राम्रोसँग पास दिएको छ, हल्का पास दिएको बल, हल्का फरवर्ड आएको बल, उसले सर्ट्स लिइरहेको थियो कि गोल भएन तर सर्ट्स लिइरहेको, पासै गर्दैन। मेन फरवर्ड नम्बर 9लाई क्रसिङ पासिङ नगरे उसले गोल कसरी हान्छ? अर्लिङ हल्यान्डलाई पास नदिए त्यसले गोल हान्छ यार। ऊ गेममा हराउँछ कि अस्ति ब्राजिलको गेममा पनि देखिरहेको थियो। नर्वे के अरे हल्यान्डलाई पास नगरेको बेला हल्यान्ड गेममै देखिन्थेन। लाइक सेम हो कि रोनाल्डो अहिलेको। र ब्राजिल जुन हार्यो नि, ब्राजिल हार्दा त्यस्तो केही प्रब्लम थिएन कि, किनभने ब्राजिलले आफ्नो खुट्टामा आफूले बन्चरोले हानेको हो। चान्सेस बनायो, मिस गर्यो। अब त्यो गल्ती तिनीहरूको हो कि यो साला पोर्चुगल त चान्स पनि बनाउन सक्दैन वर्ल्डको बेस्ट 3टा मिडफिल्डर राखेर। यदि खेल्न सक्दैन हाइप किन क्रिएट गर्नु कि? हाइप क्रिएट भएपछि एक्सपेक्टेसनले हर्ट गर्छ, डिस्ट्रोय गर्छ कि। म के फ्रस्ट्रेसन निकाल्नु कि यो टिमबाट यार, वाक्क लाग्दो टिम किन सपोर्ट गरेछु भन्ने। अब रोनाल्डो हट्छ, मलाई सपोर्ट गर्नु पर्दैन, जस्ट सबै वर्ल्ड कपको म्याच हेरिन्छ, सपोर्ट एउटामा गरेन, जसले जित्यो त्यहीतिर। जो प्लेयरले आफ्नो कन्ट्रीको लागि आफ्नो बेस्ट सब दियो होइन, 2006बाट 2022सम्म सब दियो। रोनाल्डोलाई हरेक वर्ल्ड कपमा क्वालिफाई भी गरायो, तर पोर्चुगलले के दियो? पेन, आँसु त्यो प्लेयरलाई कि। त्यो प्लेयरको लागि यो पोर्चुगल टिम खेलेको पनि छैन, यो सबलाई थाहा छ कि। के गरोस् यार रोनाल्डोले वर्ल्ड कप जित्नलाई योभन्दा धेरै? आफूले सकेको त सबै दियो नि, सबै दियो कि। र अबदेखि हुन्छ नि हाम्रो बोन्ड्स हामीले सपोर्ट गर्ने ऊ सक्यो, हाम्रो रिलेसन विथ पोर्चुगल नेसनल टिम। र अब यो टिमलाई सपोर्ट गर्नु पर्दैन र यो टिमको हरेक म्याच राति उठेर हेर्नु पर्दैन। म त्यहीमा एकदम खुसी छु। बाई।